दर्शकबिन नमस्कार। यहाँलाई हाम्रो युट्युब च्यानलमा स्वागत छ। आज हामी नेपालको भौगोलिक अवस्थाको बारेमा चर्चा गर्न गइरहेका छौँ। कृपया भिडियोलाई अन्तिमसम्म ध्यान दिएर हेरिदिनुहोला। साथै तपाईँ हाम्रो युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने युट्युब च्यानललाई सब्स्क्राइब गरी साथ दिनुहोला। भौगोलिक अवस्थिति नेपाल दक्षिण एसियामा अवस्थित भूपरिवेष्टित मुलुक हो। यो 26 डिग्री 22 मिनेटदेखि 30 डिग्री 27 मिनेट उत्तरी अक्षांश र 80 डिग्री 4 मिनेटदेखि 88 डिग्री 12 मिनेट पूर्वी देशान्तरसम्म फैलिएको छ। यसले विश्वको कुल भूभागको 0.03%, एसिया महादेशको 0.3% र दक्षिण एसियाको 2.82% भूभाग ओगटेको छ। र नेपाल विश्वमा क्षेत्रफलको हिसाबमा 94औं ठुलो मुलुक हो भने जनसङ्ख्याको हिसाबले 49औं ठुलो राष्ट्र हो। क्षेत्रफल र सीमा नेपालको क्षेत्रफल 1,47,181 वर्ग किलोमिटर रहेको छ भने 56,862 वर्ग माइल हुन आउँछ। त्यसै गरी पूर्व पश्चिम औसत लम्बाइ 885 किलोमिटर रहेको छ भने उत्तर दक्षिण औसत चौडाइ 193 किलोमिटर रहेको छ। सीमा नेपाल तीनतिरबाट भारतसँग सिमाना जोडिएको छ भने उत्तरतर्फ एकतिर चीनसँग सिमाना जोडिएको छ। दक्षिणतर्फ भारतका बिहार र उत्तर प्रदेशसँग सिमाना जोडिएको छ भने पश्चिमतर्फ भारतको उत्तराखण्ड, पूर्वतर्फ भारतको पश्चिम बङ्गाल र सिक्किम राज्यसँग सिमाना जोडिएको छ। त्यसै गरी उत्तरतर्फ चीनको तिब्बतसँग सिमाना जोडिएको छ। समय र भौगोलिक विशेषता नेपालको प्रामाणिक समय गौरीशङ्कर हिमाललाई आधार मानेर तय गरिएको हो। ग्रिनविच मानक समयभन्दा 5 घण्टा 45 मिनेट अगाडि रहेको छ। विक्रमसम्म 2042 साल वैशाख 1 गतेदेखि गरिएको थियो। अब भौगोलिक विशेषता 8000 मिटरभन्दा अग्ला 14 चुचुरामध्ये 8वटा नेपालमा रहेका छन्। त्यसै गरी 6000 मिटरभन्दा अग्ला 1200 भन्दा बढी चुचुरा नेपालमा छन्। प्राकृतिक सम्पदा र जलवायु प्रमुख नदीहरू कोशी, गण्डकी र कर्णाली रहेका छन् भने सुन्दर तालहरू रारा, फेवा, गोसाइँकुण्ड पनि नेपालमा रहेका छन्। त्यसै गरी जलवायु विविधता अन्तर्गत नेपालमा विभिन्न 5 किसिमका जलवायुहरू पाइन्छन्। त्यसमा उष्ण, अर्धाङ्न, सूक्ष्मतापीय, टाइगा र टुन्ड्रा रहेका छन्। नेपालको परिचय नेपाल सगरमाथाको देश हो। गौतम बुद्धको जन्मस्थल लुम्बिनी पनि नेपालमै रहेको छ। त्यसै गरी सीताको जन्मस्थल पनि नेपालमै हो। त्यसै गरी विशेष किसिमको झन्डा भएको देश पनि नेपाल हो। नेपाल मात्र यस्तो एउटा देश हो जसको झन्डा त्रिकोणात्मक रहेको छ। हस् त, धन्यवाद। आजको भिडियो यति नै। कृपया हाम्रो च्यानललाई सब्स्क्राइब गरेर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यसै गरी हामी अर्को भिडियोमा नयाँ विषयवस्तुको साथ उपस्थित हुने नै छौँ। हस् त, धन्यवाद।